नमस्कार अनि हार्दिक स्वागत छ। सदा चाहिँ फेरि पनि आज हामी भुन्टी सिरियलको नयाँ रिभ्यू भाग लिएर तपाईँहरूमाझ उपस्थित भइसकेका छौँ। तपाईँ हाम्रो यस च्यानलमा नयाँ हुनुहुन्छ भने हाम्रो यस च्यानललाई सब्सक्राइब गरी हामीसँगै जोडिनुहोला, ताकि हामीले हालेका भुन्टी सिरियलका हरेक रिभ्यू भागहरू तपाईँहरूमाझ चाँडै नै ल्याउनेछौँ भन्दै अब भने यसै भिडियोतर्फ लागौँ। दर्शक साथीहरू, अघिल्लो एपिसोड हेरेअनुसार भने अब भने यता भूमिकाको जीवनमा पनि वज्रपात आएको छ। जसरी विगतका दिनमा हाम्रो भुन्टीलाई कतिसम्म दोष लगाएकी थिइन्, भाउजू यस्ती त्यस्ती भनेर, र आमा छोरी मिलेर हाम्रो भुन्टीको गर्भमा रहेको त्यो बच्चाको पनि विवश रूपमा हत्या गरेका थिए। तर सोही पाप अब भने उनको जीवनमा पनि फर्किँदै आएको छ। जसरी हाम्रो भुन्टीले अनेकौं लालचना, अनेकौं झुट आरोपहरू, अनेकौं दोषहरू लगाएर जसरी आफ्नो दाइबाट अलग बनाउन खोजेकी थिइन्, जसरी हाम्रो भुन्टीलाई सपरिवारले एकदमै एक्लो बनाएका थिए, त्यही माथि हाम्रो भूपेन्द्रले पनि आफ्नो भुन्टीको कुरा कहिले पनि सुनेनन्, ताकि उनले आफ्नै घर परिवारको कुरा सुनेर हाम्रो भुन्टीलाई कतिसम्म निर्दयी व्यवहार गरेका थिए। तर सोही क्रममा अब भने हाम्रो भूपेन्द्रले हाम्रो भुन्टीलाई निकै माया प्रेम गरेका छन्, ताकि भुन्टी बिना अब भने एक पल पनि छुटेर बस्ने उनी कल्पना पनि गर्न सक्दैनन्। तसर्थ अब भने हाम्रो भुन्टी स्कुल गइरहेको बेलामा यता भने ती केटाहरू आएर हाम्रो भुन्टीलाई अपहरण गरेर लगेका छन्। अब भने हामी यही कामना गर्छौँ कि हाम्रो भुन्टीलाई केही पनि नहोस्। जसरी हाम्रो भुन्टी सकुशल घरबाट निस्केकी थिइन् स्कुल जानको निम्ति, त्यसै गरी अब भने सकुशल रूपमा हाम्रो भूपेन्द्रले हाम्रो भुन्टीलाई घर ल्याउन्, र अब भने उनको शरीरमा कुनै पनि किसिमको दागहरू, धब्बाहरू, चोटहरू, कुनै पनि किसिमको समस्याहरू नआओस्। सँगै जसरी यता ती हाम्रो भुन्टी र भूपेन्द्र गाउँबाट सहर आउँदाखेरि जसरी रातिको समयमा ती डाँकाहरूले हाम्रो भूपेन्द्र र भुन्टीमाथि अपहरण गरेका थिए, जसरी हाम्रो भूपेन्द्रको शरीरभरि घाउ बनाइदिएका थिए, त्यसै गरी अब भने यता ती व्यक्तिहरूले हाम्रो भुन्टीलाई पनि अपहरण गरेर लगेका छन्, जसमा चाहिँ अब भने हाम्रो भुन्टीलाई केही पनि नहोस्। विगतका दिनमा हाम्रो भुन्टी र भूपेन्द्र एक अर्काबाट टाढा भएर बस्नु परेको थियो। त्यो चोट केवल उनीहरूलाई मात्र थाहा छ। हामी यही कामना गर्दछौँ कि अब भने हाम्रो भुन्टीलाई केही पनि नहोस्। अब भने यता हेर्नुहोस् त, हाम्रो भूमिकाको जीवनमा पनि वज्रपात आएको छ भने हाम्रो भीमको जीवनमा पनि त्यस्तै भएको छ। कुनै स्त्रीको नजरमा उनी नराम्रो थिए, तर उही स्त्रीको कारणले आज उनले दाइ भाउजूले हेर्ने नजर पनि फरक भएको छ, र उनले पर गाउँ छिमेकी दाइको कुरा सुनेर आफ्नो दाइ भाउजूसँग सम्पत्ति मागेका थिए। त्यसै गरी जब ती स्त्री उनको जीवनमा आइन्, त्यसै गरी उनको त्यो चरित्रले उनको जीवन पनि एकदम सुधार भएको छ भने यता हाम्रो भूमिकाको जीवनमा पनि वज्रपात आएको छ, जसमा चाहिँ उनी परपुरुषसँग उनको घरमा गएर बसेर र उनी माथि शारीरिक शोषण गर्दाखेरि उनी विचलित भएर यता दाइ भाउजूसँग आएर गुनासो गरेकी थिइन्, र सोही क्रममा दाइ भाउजू गएपछि उनीहरूलाई पुलिसको हवाला गरिदिएका छन्। जसमा अब चाहिँ हाम्रो भूमिकाले पनि जसरी हाम्रो भुन्टीलाई रोइरहेकी थिइन्, उनको जीवनमा पनि त्यस्तै रोइरहनु परेको छ। उनको बुबा आमाले उता विदेशी केटालाई हेरिसकेका छन्। उनको आमाले भनेकी छिन् कि अझ पनि हाम्रो भुन्टीलाई दोष लगाएकी छिन्। विगतका दिनहरूमा त भुन्टी जस्तै बुहारी पाउनु मेरो लागि सौभाग्य हो। ठुलो बुहारी पनि त्यस्तो माया गरिदिने, र कान्छी बुहारी कस्तो हुने त्यो पनि थाहा छैन। तर भूपेन्द्रको बुढीले मलाई माया गर्छु भनेर एक छेका त उनले कति धेरै माया र मोह गरेकी थिइन्। तर अहिले आएर भने चाहिँ उनले हाम्रो भुन्टीमाथि पनि दोष लगाउन थालेकी छिन्, जसमा चाहिँ त्यही भुन्टीले गरेपछि होला अब विवाह रोक्न, सहरको केटा राम्रो, विदेशी केटा राम्रो होइन भनेर अब भने त्यसले रोक्लियो जस्तो लाग्छ। बुढा के गर्ने होला, टेन्सन भनेर अब भने यता हाम्रो भुन्टीलाई पनि दोष लगाएकी छिन्। बिचारी भुन्टीको के दोष, उनले त पहिलेदेखि सम्झाइरहेकी थिइन् कि नन्द बहिनी तपाईँले यस्तो क्रियाकलापहरू नगर्नु होला है, तपाईँको कारणले कतिसम्म समस्याहरू तपाईँको बुबा आमाले अनि तपाईँको दाइहरूले कतिसम्म समस्या भोग्नुपर्छ, त्यो तपाईँले विचार गर्नुहोस् भनेर हाम्रो भुन्टीले कतिसम्म सम्झाएकी थिइन्। तर उनकै छोरीले चाहिँ हाम्रो भुन्टीको सरसल्लाह केही पनि नलिने, र ती आमा भनाउँदै चाहिँ उनले चाहिँ राम्रो संस्कार दिन पनि नसक्ने। तर अहिले आएर चाहिँ हाम्रो भुन्टीमाथि अनेकौं दोषहरू थुपारिरहेकी छिन्। यसमा तपाईँहरू के भन्न चाहनुहुन्छ? के साँच्चै नै हाम्रो भुन्टीको दोष हो त? पक्कै पनि होइन। आफ्नै छोरीको दोषको कारणले आज इज्जत कहाँदेखि कहाँ पुगेको छ तिनीहरूलाई थाहा छैन। तर पनि अझ भने दोष दिने काम चाहिँ हाम्रो भुन्टीमाथि नै भएको छ, जसमा उनको जेठो छोरा र बुहारी अमेरिकाबाट आए, तर उनको घरमा अझसम्म पनि गएका छैनन्, कारण उनको बानी व्यवहारको कारणले। अहिले यता ठुलो बुहारी पनि यता हाम्रो भुन्टीको घरमा आएर ठ्यासक ठुसुक परेकी छिन्, जसमा चाहिँ अनेकौं लोभहरू, अनेकौं दोषहरू हाम्रै भुन्टीमाथि आइरहेको छ। तर पनि अब भने हामी यही इच्छा कामना गर्दछौँ
हाम्रो भुन्टी जहाँ भए तापनि जस्तो अवस्थामा भए तापनि हाम्रो भुन्टी र भूपेन्द्रको सम्बन्ध कहिले पनि एक अर्काबाट टाढा हुन नपरोस्। जति नै घर परिवारले इष्टमित्रहरूले छिमेकीहरूले जति पनि दोषहरू लगाए तापनि त्यो दोषहरूलाई मेटाउँदै भुल्दै बिर्सिँदै अगाडि प्रगतिको पथमा बढौँ भन्दै अब भने हाम्रो भुन्टीको जीवनमा उज्जवल भविष्यको कामना गर्दै अहिलेको रिभ्यूबाट बिदा हुन चाहन्छु। धन्यवाद। शुभरात्रि, शुभ दिन।